फाइनली गाइज नेपालले आफ्नो कर्स हटाइदियो। वर्ल्ड कपमा पहिलो म्याच जितेर आफ्नो 12 सालमा यो पहिलो जित हो वर्ल्ड कपमा हाम्रो। हिजोको म्याच सायदै कुनै नेपालले बिर्सिन सकिन्छ। पहिला त त्यति खतरा बलिङ भयो, त्यसपछि फिल्डिङमा पनि, अनि त्यसपछि ब्याटिङ त के भन्नु यार। जुन चिजको मलाई सबैभन्दा ठुलो सिकायत थियो नेपाल टिमबाट त्यो चिज आफ्नो सुधारिहाल्यो। आफ्नो टप अर्डर नचलेको म भन्ने थियो कि नेपाल मात्र म्याच हारिरहेछ आफ्नो टप अर्डरको कारण, टप अर्डर नचलेको। अनि हिजो तिनीहरू त्यही गर्यो, टप अर्डर चल्यो, राम्रो पार्टनरसिप भयो। हालाकि बुटेल दाइको 50 पुगेन, तर पनि उहाँले धेरै राम्रो खेल्नु भएन। त्यसपछि भाइ त्यो 15 ओभरपछि मेसीले जुन टर्न लियो नि यार, के भनौँ। त्यसपछि दिपेन्द्र सिंहको त्यो हिटिङ क्लास यार, कति मिस गरिरहेको थियो त्यो हिटिङलाई। 15 ओभरमा जसरी म्याच भइसक्यो, त्यो 30 गेन्दमा 60 रन यार लागिरहेको थियो। एकचोटि अझै नेपालसँग त्यो हुँदैन, तर त्यहाँबाट दिपेन्द्र सिंह, एरियन गुलसन झा त्यो गेम खेल्नुभयो नि, जुन गेमको हामीले सुरुदेखि नै इन्तजार थियो। म पहिला नै के भनेको थियो, दिपेन्द्र सिंह ऐरीलाई एउटा राम्रो नन स्ट्राइकर पाइहाल्यो भने उहाँ विराट कोहली जस्तो नै खेल्न सक्नुहुन्छ। अनि हिजो पनि जसरी विराट कोहली आफ्नो टिमलाई कुनै पनि सिचुएसनबाट निस्काएर जिताइदिनुहुन्छ, त्यसरी दिपेन्द्र सिंह ऐरीले जिताइदियो। अनि एउटा कुरा, स्कटल्यान्ड पनि धेरै राम्रो खेल्यो।